नमस्ते, द शेर्पा टाइम्समा स्वागत छ। हामीले द शेर्पा टाइम्समा विविध विषयहरूमा कुराकानी र छलफल गर्दै आइरहेका छौँ। कहिले हामी हिमालका कुरा गर्छौँ, कहिले जनजातिका, कहिले कला संस्कृतिका कुराहरू गर्छौँ। र त्यसै क्रममा आज हामीसँग एकजना पूर्व ब्रिटिस आर्मी हुनुहुन्छ र उहाँ चाहिँ एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदको उपाध्यक्ष पनि हुनुहुन्छ र खास गरी उहाँ पहिचान पक्षधरको रूपमा पनि परिचित हुनुहुन्छ। साहित्यमा पनि उहाँको चाहिँ योगदानहरू रहेको छ, अथवा साहित्यमा पनि उहाँ कलमहरू चलाउनुहुन्छ। आज हामीसँग उहाँसँग यिनै विविध विषयमा केन्द्रित रहेर कुराकानी गर्नेछौँ। आउनुहोस्, उहाँलाई स्वागत गरौँ। स्वागत छ। नमस्कार। सन्चै हुन्छ। अनि के छ, तपाईँ त धेरै भित्र यता लन्डन र यता नेपाल हेर्नुहुन्छ होइन? अहिले के सन्दर्भमा नेपालमा हुनुहुन्छ यहाँ? हाम्रो एनआरएनएको हजुर कार्यक्रम थियो यहाँनिर। हाम्रो चाहिँ इन्भेस्टमेन्ट समिट र विधानसभा गर्ने भन्ने कार्यक्रम थियो। अनि तर जेएनजीको मुभमेन्टले त्यसलाई सडनली चेन्ज गर्यो होइन। चेन्ज गरिसकेपछि हामी चाहिँ अहिले यहाँनिर यो पुनर्निर्माणमा चाहिँ एनआरएनएहरूको भूमिका भन्ने विषयमा चाहिँ नै छलफल गर्नको लागि हामी आयौँ। र यहाँ हाम्रो एनआरएनको कार्यक्रमहरू थियो, एउटा साहित्यिक कार्यक्रम थियो। अनि त्यहाँदेखि अहिले हामी चाहिँ एनआरएनएको तर्फबाट यो जेएनजीको विद्रोहको बखत सबभन्दा प्रभावित क्षेत्र कहाँ हो भनेर खोज्दाखेरि उपत्यका ट्राफिक प्रहरी अनि त्यसको चाहिँ कन्ट्रोल रुम चाहिँ अहिले हामी निर्माण गरिदिइरहेका छौँ र अब 1-2 दिनमा त्यो चाहिँ हस्तान्तरण गर्दैछौँ भनेको। त्यसको सिलसिलामा चाहिँ म अहिले काठमाडौँ। तपाईँले निर्माण भनेको चाहिँ के बिल्डिङ्स बनाउँदै हुनुहुन्छ कि अथवा होइन? बिल्डिङ त अलरेडी त्यहाँ छ। कोठाभित्र अब जति पनि उपत्यकाभित्रको चाहिँ सिसिटिभी मोनिटरिङ, अब त्यो सारा त्यो स्क्रिनहरू किनेर ल्याउने, केबल के अरे गर्ने, टेबलदेखि लिएर पुरै बनाउनु पऱ्यो क्या। अनि पहिला एउटा बिल्डिङमा थियो, त्यो बिल्डिङ पुरा ध्वस्त भइसकेको कारणले अर्को बिल्डिङ, नयाँ बिल्डिङको 2-3वटा कोठामा चाहिँ हामीले पुरा सेटअप अहिले गरिरहेका छौँ। भनेपछि यो चाहिँ एउटा महत्त्वपूर्ण तपाईँहरूले चाहिँ योगदान गरिरहनु भएको छ, किनभने त्यहाँबाट चाहिँ ट्राफिकले काठमाडौँको पुरै होइन ट्राफिक मोनिटरिङ गर्नेदेखि लिएर हरेक कुराहरूमा त्यहाँ उहाँलाई जुन एउटा समस्या थियो नि त्यसलाई चाहिँ भनेको तपाईँहरू एनआरएनले मात्रै गर्दै हुनुहुन्छ कि अरू कोही यसमा पार्टनर? यो होइन, एनआरएनले त प्रायः जस्तो यस्तो इभेन्टहरूमा गर्ने नै गर्छ। पहिला 2015को महाभूकम्प बेला एनआरएनले 570वटा घर चाहिँ लाप्राकमा बनाएर ह्यान्डओभर गरे हो होइन। यसपटक चाहिँ अब अलिकति कस्तो भने नेचुरल डिजास्टरमा चाहिँ स्वतःस्फूर्त कसैको चाहिँ मन आउँछ होइन। तर यसपटक चाहिँ त्यो नेचुरल डिजास्टर त होइन नि त, यो त नेपालीले आफै आफ्नो प्रोपर्टी चाहिँ नै ध्वस्त गरेको स्थिति हो नि। यो बेला चाहिँ अलिकति ठिक्कै मात्रै हुँदो रहेछ क्या। त्यसैले हाम्रो एउटा चाहिँ नि लगभग करोडको चाहिँ नि योजना हो, तर 80 लाखको हाराहारीमा हामी त्यो प्रोजेक्ट सिद्ध्याउन लागिरहेका छौँ। त्यसमा चाहिँ नि हाम्रो मनोजी, रश्मिजीहरू एकदम रातो दिन काम गरिराख्नु भएको छ र म पनि घुमिरहेको छु, अहिले गइरहेको छु। जस्तो अर्कै एउटा उद्देश्यले आउनु भएको थियो होइन, यसरी त्यो जेएनजी आन्दोलन पछि चाहिँ यसरी तपाईँले एउटा प्लानै स्लाइडली चेन्ज हुँदाखेरि चाहिँ अब भनौँ न एउटा जे सोचिरहेको त्यो त भएन। तर तपाईँले समग्रमा हेर्दाखेरि चाहिँ यो जेएनजीहरूको जुन आन्दोलन भयो नि, यसले एक खालको जुन हेर्दा त एउटा कायापलट नै ल्यायो नि त होइन। किनभने धेरै मान्छेहरूले अब सोच्दा पनि सोचेको थिएन यसरी चाहिँ अब एउटा संसारलाई नै एउटा उदाहरण बन्यो कि यति छोटो समयमा एउटा सत्तालाई नै पुरै पल्टाएर चाहिँ त्यो भनौँ उहाँहरू चाहिँ भाग्नुपर्ने अवस्था बनायो नि होइन। यो जस्तो तपाईँले नजिकबाट हेर्दाखेरि किन तपाईँ धेरैवटा देशहरू पनि घुमिसक्नुभयो, बेलायतमै त्यत्रो वर्ष बस्नु, ब्रिटिस आर्मीमै लामो सेवा गरिसक्नु भएको छ। यो सबै कुराले हेर्दाखेरि चाहिँ कस्तो लाग्यो यहाँलाई, जुन यो नेपाली युवाहरूले जुन देखाएको त्यो एउटा आन्दोलन थियो अथवा विद्रोह थियो नि, यसलाई चाहिँ यहाँले कसरी लिनुहुन्छ? अब देश विदेशमा यसको सकारात्मक सन्देश गएको छ। पहिलो नम्बर कुरा, युवाहरू एकजुट भएर त्यसरी प्रोटेस्टमा आउनु ठुलो कुरा थियो। र त्यसको त्योभन्दा अर्को राम्रो कुरा के रह्यो भने त्यसको फलोड बाई सेकेन्ड थर्ड डे चाहिँ त्यही जिएनजी टिमहरू चाहिँ गएर जहाँ जहाँ मैला भएको थियो, ध्वस्त भएको थियो, रोडमा गएर उनीहरू सरसफाइ गरेर निस्के क्या। त्यो कुरो इन्टरनेसनल मिडियामा ठुलो भयो है। त्यस्तै गरी अर्को मलाई व्यक्तिगत रूपबाट लागेको चाहिँ अब जेलबाट त्यत्रो हजारको सङ्ख्यामा चाहिँ निस्किने अनि फेरि उनीहरू आफै गएर बस्नुपर्ने क्या, फर्किनु पर्ने, त्यो पनि एउटा चाहिँ नि उदाहरणै भयो होइन। यी राम्रो कुरा भयो। त्यसको साथसाथै अर्को कुरा के भयो भनेदेखि
नेपालमा चाहिँ मेरो आफ्नै भाषामा भन्ने हो भने दलीय सिन्डिकेट थियो। तपाईले कुनै पनि जागिर खान पर्यो, कुनै काम गर्नु पर्यो भने कि त तपाईँ काङ्ग्रेसको सिन्डिकेटबाट आउनु पर्यो, कि त एमाले हुनु पर्यो, कि माओवादी हुनु पर्यो होइन। यो सिन्डिकेट यतिसम्म चरम स्थितिमा थियो कि तपाईँ बाँच्ने कि नबाँच्ने भन्ने पनि त्यो सिन्डिकेटैले निर्धारण गर्ने स्थिति आइरहेको थियो होइन। त्यो सिन्डिकेट खराब थियो होइन। अनि त्यो सिन्डिकेट थ्रो चाहिँ अब धेरै भ्रष्टाचारहरू पनि भए होइन। अब हेरौँ न, अब तपाईँको म त भन्छु गाउँ गाउँमा 753वटा चाहिँ नै स्थानीय तह होइन, त्यसको लगभग 50% को गाउँपालिकाको अध्यक्ष, मेयर के अरे उपमेयर, मेयर या वार्ड अध्यक्षहरूको हातमा थियो। उनीहरूको कुनै न कुनै चाहिँ नि सम्बन्धमा स्काइभेटरहरू किनिएका थिए होइन। स्काइभेटर चलाएर चाहिँ नि पैसा असुलेर चाहिँ नि लिने गरे इन्डाइरेक्टली होइन। त्यो पनि एउटा करप्सनको चाहिँ नि पाटोहरू थियो। अब यावत अब जस्तो संसदमै हेर्ने हो भने पनि धेरै त्यो चाहिँ नि के अरे झापाको त्यो के अरे गिरिटी स्टेटदेखि लिएर सारा कुरा हेर्नुहुन्छ भने नीतिगत भ्रष्टाचार सङ्घीय संसदमा हुने, अनि गाउँ गाउँमा पनि नीतिगत भ्रष्टाचार हुने। अब अलरेडी चाहिँ नि डाँडाको चुचुरो छ, त्यहीमाथि चुचुरोमा चाहिँ नि भ्यू टावर बनाएर करप्सन गर्ने। 2072 सालमा यो देशको कुल ऋण कति थियो? लगभग 7-8 खरब थियो हो। अहिले 2072 देखि अहिले 2000 कति हो? 80 होइन। लगभग 10 वर्षको पिरियडमा अहिले 28 खरब चाहिँ नै ऋण छ, वैदेशिक ऋण छ। आन्तरिक ऋण र वैदेशिक दुवै गरेर होइन 82 खरब छ। अनि विदेशबाट चाहिँ त्यत्रो पैसा चाहिँ ऋणमा ल्याउने, अनि यहाँ देशमा चाहिँ के गर्ने? त्यो पैसाले चाहिँ यहाँ चाहिँ डाँडाको चुचुरोमा चाहिँ नि टावर, भ्यू टावर बनाउने, झापामा मन्दिर बनाउने, मस्जिद बनाउने, गुम्बा बनाउने, माङहिम बनाउने गरेका छैन। ऋण लिएर ऋण गरेको पैसा त प्रोडक्टिभ ठाउँमा हुनुपर्ने होला नि त होइन। ती कुराहरू भनेको चाहिँ सहायक प्रायोरिटी हो कि नि होइन। अब यहाँ स्वास्थ्यको निम्ति, शिक्षाको निम्ति, विकासको निम्ति हो भने त्यो ऋण लिनु ठिक थियो होइन। अनि ऋण लिने अनि दमकको भ्यू टावर बनाउने, त्यो प्रोडक्टिभ भयो? भएन नि। यी सब कुरा के त भन्दाखेरि यो चाहिँ नै भ्रष्टाचारको सिलसिला हो। यो कुरा त जनताले हेरेको थियो नि त होइन। त्यसैले जनताले यो सहन सकेन। अब त्यसको साथसाथै सरकार प्रमुखको जुन एकदम क्षुद्र बोली पनि यो एउटा अर्को कारण हो होइन। तर भन्दै गर्दाखेरि कस्तो के हो भनेदेखि चाहिँ यो 27 घण्टामा चाहिँ जुन परिवर्तन भयो नि, यो परिवर्तन चाहिँ फेरि सरकार, सेना, प्रहरी पुरै पराजित भएर हात उठाएको चाहिँ होइन नि फेरि। यो हामीले बुझ्नुपर्ने पाटो र धेरैले चर्चा गरेको मैले देख्दिनँ। यो चाहिँ के हो भने तपाईँ एउटा बुबा हुनुहुन्छ, तपाईँको छोरा या छोरीले कोहीले चाहिँ अब हतियार लिएर चाहिँ नि तपाईँलाई चाहिँ नि कहिले कहिले त रिस पोख्ला नि, त्यतिखेर तपाईँ के गर्नुहुन्छ? चुप लाएर बस्नुहुन्छ नि, किन तपाईँ त त्यसको अभिभावक हो नि त, हो कि होइन? तपाईँ जाइ लाग्नु सक्नुहुन्थ्यो, तर तपाईँ जाइ लाग्नुहुन्न नि, किन युआर के भन्छ अभिभावक हो नि है। त्यस्तै यसपटकको आन्दोलनमा नेपाल प्रहरी, नेपाल सेना पुरै पराजित चाहिँ होइन है। उनीहरू एकदमै चाहिँ नि अभिभावकत्व अनुभव गरेर उनीहरू चुपचाप बसेको। हेर्नुहोस्, 1 वर्ष करिब 1.5 वर्ष भयो बङ्गलादेशमा जे भयो नि, तपाईँको के अरे जुन दिन चाहिँ ओलीले राजीनामा दियो त्यो दिनभन्दा 1 दिन या 2 दिन मात्रै ढिलो भएको भए यहाँ कति सयौँको चाहिँ नि हत्या हुन्थ्यो। त्यो हत्या नहोस् भनेर चाहिँ उनीहरूले छोड्या हो नि त। मोर अभिभावक त उनीहरूले फिल गरेर छोड्या हो। यो पुरै पराजित चाहिँ होइन है। अहिले साथीहरू यो चाहिँ नि धेरै भ्रममा के छन् भने पुरै ध्वस्तै बनायौँ भन्ने छ, तर त्यो त होइन नि त। यसमा चाहिँ अब सरकारको भन्दा पनि अब यहाँ चाहिँ सुरक्षा निकायको चाहिँ बुद्धि लगायो भनौँ न होइन। किन सुरक्षा निकायले जब ब्याकअप नदिएपछि चाहिँ अनि मात्रै उनीहरू जनता, किनभने ओलीका जति पनि कुराहरू आए, जति नजिक त्यही बाहिरहरू आए, केपी ओली त आफै जोत्नै खोजिरहेको थियो नि त अन्तिमसम्म पनि होइन। यो कुरालाई चाहिँ अब सुरक्षा जसले हेर्थ्यो अथवा यो देशको सुरक्षाको जिम्मा चाहिँ जसको हातमा थियो, उसले चाहिँ यो कुरामा यसरी जुझ्न हुँदैन भनेर ब्याक भएपछि चाहिँ सम्भवतः, किनभने अब थर्ड पर्सन होइन, अर्को
देशबाट अथवा कुनै आतंककारी समूहबाट कुनै आक्रमण भएदेखि त्यसको चाहिँ प्रतिवाद गरेर बस्नुपर्ने हुन्थ्यो। यो त त्यो होइन नि त, आफ्नै भाइ छोराले चाहिँ नि प्रोटेस्ट गरिरहेको छ अनि उनीहरूमाथि चाहिँ नि यो खालको चाहिँ नि दमन गरियो भनेदेखि त नेपाली नै आखिरी मर्ने हो होइन। त्यो मर्नुभन्दा सतत छोड्नु ठिक हो नि त होइन। त्यो सोचले चाहिँ सरकारले चाहिँ राजीनामा दिन बाध्य पनि भयो, राजीनामा दिए होइन। अर्को चाहिँ अब कस्तो भने हामी कहाँ जस्तो जस्तो अब बङ्गलादेशकै यहाँले उदाहरण दिनुभयो, अझैसम्म बङ्गलादेश भद्रगोलै छ नि त होइन। भनेको समय चुनाव पनि हुन सक्दैन, अझ हामी त त्योभन्दा चाँडो नै हामीले चुनाव घोषणा गरियो, लगभग अब हुन पनि सक्छ त्यो अहिलेसम्मको सिनेरियो हेर्दाखेरि चुनाव होला जस्तो भन्छ। तर बङ्गलादेशमा त त्यसपछि पनि त्यहाँ भद्रगोलै छ, त्यहाँ असन्तुष्टि कायमै छ, हत्या हिंसा अथवा लुटपाट जस्ता घटनाहरू अझै पनि छ नि त। तर नेपाल चाहिँ एकदम छिटै सेटल भएको जस्तो लाग्छ लाग्दैन यहाँलाई? 2-3 दिनमै यस्तो यहाँ चाहिँ के प्रिन्सिपल लागू भयो भनेदेखि जस्तो पहिला चाहिँ युद्ध हुँदाखेरि युद्धमा ठक्क निस्किने बेलामा चाहिँ घोडे रम खुवाउँथ्यो अरे क्या। पहिलो विश्वयुद्ध दोस्रो विश्वयुद्ध ताका नि है। अब घोडे रम खुवाइसकेपछि के हुन्छ भने जति पनि त्यहाँको चाहिँ समस्याहरू हुन्छ नि, डेन्जरहरू चाहिँ के अरे सानो देख्छ नि त होइन, अनि हिम्मत बढ्छ नि। त्यो एउटा के हो त अल्कोहलको मात भयो हो। तर यसपटक यो प्रोटेस्टमा के थियो भने सबै यङ ब्लड थियो नि, यङ ब्लडमा अटोमेटिक वैंसको मात हुन्छ, एउटा शक्ति हुन्छ नि हो। त्यो भएको हुनाले यसपटक चाहिँ स्थिति त्योभन्दा वर्स हुने स्थिति, वर्स पनि भयो र त्योभन्दा अझै वर्स हुने स्थिति थियो। अब दोस्रो दिन त झन् साह्रो मान्छेले अघिल्लो दिनको ब्लड देखिसकेपछि त्यो हिजोको चाहिँ छोरा नातिहरू निस्केको चाहिँ नि बेला जुन भयो नि ब्लड आयो अनि उसको प्यारेन्टहरू त सबै भोलिपल्ट त गल्ली गल्लीबाट काठमाडौँको कुनै ठाउँ थिएन नि त्यहाँ जहाँ चाहिँ धुवा नआएको होस् त्यो स्थिति बन्यो नि त होइन। तर एउटा कुरा यो हुँदै गर्दाखेरि यो चाहिँ तपाईँलाई भनिहाल्नुभयो यो बङ्गलादेशको कुरा अलिकति म चाहिँ अलिक पोलिटिक्सको स्टुडेन्ट पनि भएको हुनाले यसलाई चाहिँ अलिक डिप स्टेट भन्ने एउटा टर्मोलोजी युज गरिन्छ क्या। अब यो डिप स्टेटहरूको यहाँ ब्याकग्राउन्डमा भूमिका देखिन्छ र त्यो घटना पश्चात झन् डिप स्टेटहरूमा बिचमा पनि प्रतिस्पर्धा र अब कतातिर जाँदैछ भन्ने कुरा चाहिँ एउटा अन्यलता चाहिँ छ। अब फागुन 21 को चुनाव नै भयो भनेदेखि यसले केही हदमा सेटल गर्छ। यदि त्यो फागुन 21 मा चुनाव हुन सकेन भने त्यहाँदेखि चाहिँ हाम्रो देश सामान्यतया मलाई लाग्छ यो युक्रेनको स्थिति जस्तो होइन पनि जान सक्ने सम्भावना चाहिँ देखिन्छ। जस्तो अब यहाँले डिप स्टेटकै कुरा गर्नुभयो होइन, जस्तो हाम्रोमा चाहिँ हुन त अब अघोषित डिप स्टेट त पहिला पनि छैन थियो, किनभने यहाँ त व्यापारी पनि एक खालको डिप स्टेट नै थिए यहाँको लागि, विभिन्न त्यो आइएनजिओहरू पनि नेपालको लागि डिप स्टेट नै थिए, अथवा छिमेकी देशहरू पनि अप्रत्यक्ष रूपमा डिप स्टेट नै थियो हाम्रो लागि होइन। तर अहिलेको जुन सिनेरियो फागुन 21 मा चाहिँ यदि यो कुरा सेटल भएन भने जुन एउटा तपाईँले युक्रेन जस्तो अथवा अरू कुनै युद्धग्रस्त देशहरू कुनै अफ्रिकन देशहरू जस्तो त्यहाँ हुन्छ भन्ने किसिमको जुन एउटा आशंका गर्दै गर्दाखेरि चाहिँ यो हाम्रोमा त्यो खालको जुन हुन्छ नि यो जसले गरिरहेछ नि त्यो चाहिँ को भने यहाँलाई कसलाई इङ्गित गर्नु? डिप स्टेट भन्नाले अब यसमा अलिक भेग वर्ड हो, यसभित्र धेरै कुरा पर्छ। काइन्ड अफ चाहिँ नि गुप्तचरको एजेन्सीहरूदेखि लिएर मिलिट्री फोर्सेसदेखि लिएर सारा कुरा यहाँ हुन्छ होइन। अब यो चाहिँ कस्तो हुन्छ भनेदेखि जियो पोलिटिक्ससँग चाहिँ रिलेटेड कुरा हुन्छ। अब जियो पोलिटिक्स हेर्नुहुन्छ भनेदेखि यो 2-3 दशक अगाडिदेखिको इतिहास हेर्नुपर्ने हुन्छ। जस्तो 90s को सुरुवातमा चाहिँ रसियाको विघटन पश्चात ग्लोबलमा चाहिँ एउटै मात्रै युनिपोलर चाहिँ सिस्टम आयो होइन, एउटै मात्रै चाहिँ शक्ति उदायो र के भनिन्छ भनेदेखि यो वारको चाहिँ फर्मुलामा चाहिँ युनिपोलर हुँदाखेरि सबभन्दा धेरै मान्छे मारिन्छ अरे क्या अघि। त्यहाँदेखि अब बायोपोलर त्यहाँदेखि मल्टिपोलर जब जान्छ नि त्यहाँदेखि त्यसमा चाहिँ चेक एन्ड ब्यालेन्स हुन्छ भन्छ होइन। तपाईँको युनिपोलर जुन 1990s आफ्टर जुन आयो तपाईँको हेर्नुहुन्छ भने यो सर्बियाको कोल्याप्स भयो, त्यहाँदेखि के अरे इराकको वार, त्यहाँदेखि चाहिँ के अरे अफगानिस्तानको वार हुँदै हुँदै होइन 2005 मा चाहिँ मलाई लाग्छ यो सिरियाको जुन स्थिति आयो नि त्यहाँदेखि चाहिँ रसिया चाहिँ अलिक तङ्ग्रेर रसियाले त्यहाँ चेक एन्ड ब्यालेन्स गर्न सुरु गर्यो। त्यहाँदेखि के अरे बायोपोलरमा गयो, त्यहाँदेखि अहिले आएर मल्टिपोलरमा गइसके पश्चात होइन। अब त्यहाँदेखि हेर्नुहोस् है यो 1990s देखि 2005 सम्म चाहिँ
वेस्टर्निजहरूको विशेष गरेर अमेरिकाको चाहिँ एउटा प्रभुत्व र एउटा चाहिँ प्रेस्टिजहरू रह्यो। त्यहाँदेखि यता हेर्नुहुन्छ भने धेरै ठाउँमा जस्तो भेनेजुएलाको कुरा गर्नुहोस्, धेरै मुलुकमा चाहिँ उनीहरू चाहिँ अलिकति नैतिक रूपबाट पनि उहाँहरू चाहिँ अलिकति डाउन भएको स्थिति थियो। तर सडनली नेपालमा चाहिँ अहिले उहाँहरूको चाहिँ अलिक नैतिक रूपबाट चाहिँ विजय भएको हो कि भन्ने चाहिँ यसलाई आशंका गर्न सकिन्छ। अब त्यही हो भन्न त अलिक नमिल्ला, तर आशंका गर्न सकिन्छ। कति त अब कन्स्पिरेसी पनि हुन्छन् होइन, अब कति कुरा कस्तो हुन्छ भने सबै कन्स्पिरेसीहरू सही नहुन पनि सक्छन् र सबै आरोपहरू मतलब सत्य नहुन पनि सक्छन् होइन। जस्तो यो कुरामा जस्तो यहाँले जस्तो भने जस्तै जस्तो अहिले हेऱ्यो भने चाहिँ तपाईँ अब आफै राजनीतिको विद्यार्थी पनि हुनुहुन्छ, राजनीति कुनै दलसँग आबद्ध पनि हुनुहुन्छ। जस्तो अहिले हेऱ्यो भने जस्तो पावर सिफ्टको कुराहरू छ नि, जस्तै कुनै समय चाहिँ एउटा पावर अमेरिकाको उसमा थियो भने त्यति बेला उसकै सबै सर्व संसारभरि चल्थ्यो भने आज चाहिँ पावर सिफ्ट हुँदैछ नि त होइन। जस्तो यो पावर सिफ्ट भएर एसियामा आउनु लाग्दैछ र एसियाको पनि विशेष गरी चीन अनि त्यसपछि यता भारत अनि यी देशहरू चाहिँ मिल्यो भने चाहिँ संसारको एउटा नयाँ पावर बन्छ भन्ने किसिमको जुन एउटा कल्पना पनि गरिन्छ र हेर्दाखेरि फेरि सत्य पनि छ। किनभने आज भनेको पावर भनेको ट्रेड हो, ट्रेडको लागि हेर्ने हो भने संसारको 60% भन्दा बढी जनसङ्ख्या त्यही दुईवटा देश र तिनवटा देश मिल्यो भने पुग्छ होइन। यो हिसाबमा चाहिँ साँच्चीकै त्यो एउटा यसलाई यहाँ यो छेउमा कुनै छिमेकीबाट चाहिँ सुरु गरेर एउटा पाइलट प्रोजेक्ट जस्तो गरेर चाहिँ त्यसलाई एउटा विद्रोह गर्दै अथवा अथवा त्यो बिचमा भद्रगोल मचाइदिइराख्यो भने चाहिँ त्यो कुराले यता अल्मलिएर उसको एउटा जुन सुप्रिमेसी छ त्यो चाहिँ बाँकी रहिरहन्छ भन्ने किसिमले पनि भएको हुनसक्छ भन्ने लाग्छ लाग्ने यहाँलाई? त्यो हुनसक्छ होइन, तर कस्तो भने आफ्नो पोल्टा कस्नु अरूलाई चोर नलगाउनु भन्छ नि है। अब कुरो के त भन्दाखेरि हाम्रै देशको यो फरेन पोलिसी होइन मा चाहिँ अलिकति समस्या हो। जस्तै भारतको हेर्नुहुन्छ भने चाहिँ 2014मा फरेन पोलिसी रिभ्यू गरेर लुक साउथ, लुक वेस्ट, लुक इस्ट भन्ने छ होइन। त्यस्तै हामीले पनि बनाउनु पर्ने के थियो भनेदेखि चाहिँ लुक साउथ, लुक नर्थ होइन, किन हाम्रो दुईवटा मात्र छ नि त। यो दुईटालाई चाहिँ ब्यालेन्स गरेर हामी चाहिँ तटस्थको चाहिँ भूमिकामा बस्नुपर्ने। तर यहाँ के भइदियो भनेदेखि हाम्रा चाहिँ नेताहरूले साउथमा गएर नर्थ देखाएर लाखे तैँले मलाई पत्याइनेछ भने त्यहाँ जान्छु भनेर उता धम्क्याउने, अनि फेरि नर्थ गएर साउथ देखाएर चाहिँ धम्क्याउने। यो चाहिँ कस्तो हुन्छ, यो अलिकति ब्ल्याकमेलिङ खालको चाहिँ जुन फरेन पोलिसी भयो नि त्यसको यो प्रतिफल हो, बुझ्नुभयो। हामीले त्यो होइन के, बरु नर्थबाट साउथबाट आउनुपर्ने सहयोग नआओस् तर एटलिस्ट तटस्थ भएर आफ्नो जिम्मेवारी पुरा गरेर बसेको भएदेखि यी यावत कुराहरूबाट डराउनु नि पर्दैन थियो, समस्या भोग्न नि पर्दैन थियो। भएको त्यही हो। फेरि हाम्रो कस्तो भयो भने अब हाम्रो परराष्ट्र नीति त ठिक छ नि त, असंलग्न परराष्ट्र नीति छ, पञ्चशीलको पालना गर्ने भन्ने छ, तर त्यो कुरालाई जो सत्तामा पुग्छ उसले चाहिँ त्यसलाई क्यारी गर्दैन नि त होइन। प्रब्लम समस्या त्यहाँनिर हो नि त होइन। देशको फन्डामेन्टल प्रिन्सिपल त त्यो हो, तर त्यसलाई चाहिँ एक्जिक्युट गर्ने आफू अनुकूल मान्छे छ नि। अब उहाँहरू चाहिँ त्यो त्यति योग्य नभएको हो कि अरू देशको हेऱ्यो भने जो सत्तामा आओस् उसको एउटा जुन फरेन पोलिसी छ त्यसलाई तलमाथि गर्दैन नि त होइन। तर हामी कहाँ चाहिँ जस्तो जो अब यतापट्टि काङ्ग्रेस सत्तामा पुग्यो भने उसले आफू अनुकूल त्यसलाई व्याख्या गर्ने अथवा त्यो अनुसार चल्दै जाने, यता लेफ्टिस्टहरू आयो भने त्यही अनुसार गर्ने होइन। त्यो कुराले पनि त भइरहन्छ नि त समस्या त होइन हामी कहाँ। कस्तो हुन्छ नि, देश भइसकेपछि आफूमै एउटा चाहिँ कन्फिडेन्ट खालको कन्ट्री हुनु पर्यो कि अर्कोले के गरिदेला र के भनिदेला भनेर त्यो अपेक्षा होइन कि म के गर्छु हामी के गर्छौँ भन्ने हुनु पर्यो नि। त्यसको अलिकति समस्या हो जस्तो लाग्छ। जस्तो तपाईँहरूले अब हेर्दाखेरि बाहिर बसेको आधारमा त्यहाँका देशहरू युरोपका कति देशहरू अथवा संसारका अरू देशहरू हेर्दाखेरि जस्तो नेपाल जस्तो देशहरूले चाहिँ जुन एउटा भूपरिवेष्टित देश छ यसले चाहिँ सधैँ नै त्यो छिमेकीको चाहिँ डोमिनेसनमै पर्नुपर्ने हुन्छ कि अथवा दुईवटा छिमेकी फेरि यस्तो छिमेकी छ कि कयौँ गुणा हामी हरेक कुरामा हामीभन्दा माथि त्यो यस्तो छिमेकीहरू छेउछेउमा र त्यसको बिचमा हुँदा चाहिँ हामीले कसरी त्यो हुन्छ नि एकदमै फाइदा लिन सक्ने अथवा आफ्नो देशभित्रका नागरिकहरूलाई चाहिँ फाइदामा पुर्याउन सक्ने चाहिँ के गर्यो भने चाहिँ यसमा उपयुक्त हुन्छ? मैले भने यसमा सबभन्दा राम्रो कुरा नै तटस्थताको नीति ल्याउनु पर्यो क्या होइन। जबकि अब यहाँ एउटा के भन्छ यसलाई युनिभर्सल अब यथार्थ के हो भनेदेखि नेपालको हरेक कुरा भौगोलिक रूपबाट कुरा गर्नुहोस्, धार्मिक रूपबाट, सांस्कृतिक रूपबाट सबै कुरा चाहिँ हामी इन्डिया नजिक छौँ
होइन, त्यसलाई त हामीले त इन्कार गर्न त मिल्दैन होइन। अब यसलाई पनि आफ्नै ठाउँबाट यसलाई चाहिँ नि राखेर अब अर्को ठुलो शक्ति अर्को छिमेकी भनेको चाइना हो होइन। चाइनामा अलिकति जियोग्राफिली चाहिँ नि केही बोर्डरहरू छ, अनि भाषिक रूपबाट हामीमा चाहिँ नि बोर्डर छ है, सांस्कृतिक रूपबाट पनि बोर्डर छ होइन। यी सबै कुरालाई मिलाइयो भनेदेखि चाहिँ राम्रो गर्न सकिन्छ। जस्तै सिङ्गापुरको तपाईँको इकोनोमिक चाहिँ इम्प्रुभमेन्ट, उसको प्रगति भयो नि, उसले चाहिँ खालि के गरेछ भने चाइना र अमेरिकासँगको उसको चाहिँ राम्रो सम्बन्ध स्थापित गर्यो, बुझ्नु भएन। चाइनिज सामान सिङ्गापुरमा ल्याउने, सिङ्गापुरले ट्रेड गरिदिने, अमेरिका पठाइदिने होइन, त्यस्तो भन्छ त सिङ्गापुरले। म सिङ्गापुर हुनुमा चाहिँ चाइना र अमेरिकाकै हात हो भन्छ होइन। यसरी खेल्नु पऱ्यो क्या, स्वस्थ अनि के भन्छ यसलाई चाहिँ अलिकति घुसघुसे खालको भन्नाले ओपन हुनु पऱ्यो, ओपन हुनु पऱ्यो होइन, ओपन हुनु पऱ्यो। त्यसरी चाहिँ गरियो भनेदेखि हामीलाई सहज हुन्छ। नत्र यहाँ चाहिँ कस्तो भनेदेखि एउटालाई देखाएर अर्कोतिर चाहिँ नि के भन्छ ब्ल्याकमेलिङ गर्ने, अनि अर्कोतिर पनि त्यसरी गर्दाखेरि यो बिग्रिएको हो भन्ने मलाई लाग्छ। हुन्छ, यो कुरालाई अब हामी एनआरएनएतिर आउँ होइन। जस्तो यो तपाईँले अन्तर्राष्ट्रिय समन्वय परिषद मार्फत चाहिँ तपाईँहरूले के गर्नुहुन्छ त्यहाँबाट चाहिँ, अनि यसको अन्डरमा के कस्तो हुन्छ, कतिवटा देशहरू हुन्छ, अथवा सबै जति एनआरएनएको जति पनि सदस्य देश? एनआरएनए गैर आवासीय नेपाली सङ्घ भनेको देशभन्दा बाहिर बसेका नेपालीहरूको सङ्गठन र 2003 सालमा चाहिँ यसको स्थापना भयो र त्यो बेलासम्ममा नेपाल सरकारसँग कुनै पनि तयारी थिएन र हामीले नेपाल सरकार विशेष गरेर परराष्ट्र मन्त्रालय, गृह मन्त्रालयहरूसँग चाहिँ नै सहकार्य र समन्वय गरेर 2064 सालमा चाहिँ गैर आवासीय नेपाली सम्बन्धी ऐन जारी भयो। त्यस्तै गरी 2066 सालमा गैर आवासीय सम्बन्धी नियमावली जारी भयो। त्यो दुईटै ऐन र नियमावलीमा के परिभाषा गरिएको छ भने 2 वर्षभन्दा बढी विदेशमा बसेको सरकारी कर्मचारी र विद्यार्थी बाहेक सबै नेपालीहरू चाहिँ एनआरएन हुन् भनिएको छ हो। त्यो भइसकेपछि ऐन र नियमावली बनिसकेपछि 2013 सालमा चाहिँ यो परराष्ट्र मन्त्रालय अन्तर्गत दर्ता भएको छ होइन। अनि त्यहाँदेखि यता चाहिँ एनआरएनएको अहिले 91 मुलुकमा 91 कन्ट्रीमा चाहिँ यसको शाखा विस्तार भएको छ र एनआरएनए भनेको चाहिँ काइन्ड अफ है यो भूगोल बिना गैर भौगोलिक नेपालीहरूको एउटा एडमिनिस्ट्रेसन हो होइन। अहिले पनि तपाईँको कुनै ठाउँमा केही समस्या भयो भने सरकारलाई तपाईँले गुहार्नुहुन्छ, सरकारले परराष्ट्रलाई भन्छ, परराष्ट्रले दूतावासलाई भन्छ, अनि दूतावासले भन्ने कसलाई त त्यही एनआरएनएलाई हो। त्यो देशमा भएको एनआरएनए एकदमै एनआरएनएको चाहिँ भूमिका यस्तो छ कि ऊ चाहिँ बेतलबी सरकारको काम गरिदिने हो कि है। अनि यसरी चलाएको छ भनौँ न। अनि यो समन्वय परिषदले चाहिँ सबैलाई 91 कन्ट्रीको लाई चाहिँ नै समन्वय गर्छ र यो चाहिँ अब कस्तो हुन्छ नि, हाम्रो हेडक्वार्टर अफिस त यहीँ अब बालुवाटारै भइहाल्यो होइन। अन्य मुलुकको एनआरएनहरू अब यस्तो छ, प्रत्येक देशमा आफ्ना आफ्नो कानुनहरू रहेको छ। कुनै देशमा चाहिँ दर्ता नगरिकन सङ्गठन सञ्चालन गर्न पाइन्न, त्यसैले एनआरएनहरू कतिपय मुलुकमा त्यहाँ पनि दर्ता छ र यता हामीसँग नै एफिलिएट भएर काम गरिरहेको छ। जस्तो इन्डियामा पनि हेऱ्यो भने एनआरआईहरूले जसरी एउटा देशलाई त्यो विकास गर्नलाई कन्ट्रिब्युसन दिने उनीहरूले, त्यही हिसाबले हाम्रो नेपालको एनआरएनहरूले चाहिँ कसरी गर्दै हुन्छ अथवा देखिने गरी उहाँहरूले के काम गर्नुभएको छ। किनभने कतिपय के आक्षेप लाग्छ भने धेरै हल्ला गर्ने, अनि खास यथार्थमा चाहिँ केही पनि हुँदैन भन्ने किसिमको आक्षेपहरू पनि लाग्छ नि। यो कुरा सत्य छ कि अथवा धेरै मान्छेले नबुझेर यस्तो भनेको? त्यो भूकम्पको बेला सबभन्दा पहिला आएर कसले उद्धार गर्यो, कसले गर्यो? अनि त्यो भूकम्पको बेला 570 भन्दा बढी घर कसले बनाइदियो होइन? अनि त्यो के अरे ठाउँ ठाउँमा चाहिँ अहिले के अरे यो वृद्धाश्रमहरू बनाइदिएछ, कसले बनाइदिएछ होइन? तपाईँको अहिले त्यो के अरे
ब्लड ब्याङ्कको निम्ति चाहिँ नि बसहरू चाहिँ नि प्रदान गरेछ, कसले गरेछ हैन? अनि अहिले संसारमा धेरै ठाउँमा चाहिँ नेपालीहरू जेलमा छन्, मुद्दा खेपेका छन्, कतिपय चाहिँ नि हस्पिटलमा छ, कतिपयको चाहिँ नि लास यहाँ ल्याउने काम भइरहेछ। त्यो कसले गरेछ? एनआरएनले गरे होइन? त्यसो हो भनेदेखि के एनआरएनलाई त्यो भन्न मिल्छ? मिल्छ भन्नुहोस् त? अनि त्यो कतिपय भनेपछि थाहा नपाएर पनि धेरै मान्छेले चाहिँ यसरी आक्षेप लाउने रहेछन् होइन त? अब कसैले नियोजित रूपबाट भन्छन् भने हाम्रो केही भन्नु छैन, तर एनआरएनले भनेको एउटा सारथी हो, एउटा सहारा हो, एउटा साथी हो, एउटा चाहिँ नि के भन्छ यो चाहिँ नि आफ्नो चाहिँ नि सहयोगी एउटा चाहिँ नि अर्गनाइजेसन हो। सबै यसमै आउनुपर्छ भन्ने छैन होइन, आइराख्नु पनि आवश्यक छैन। एनआरएन आफैमा एउटा यस्तो अर्गनाइजेसन हो जसले चाहिँ आफ्नो चाहिँ नि के अरे जिम्मेवारी बोध गर्छ, वहन गर्छ। काम त धेरै गरिरहेछ होइन? अब योभन्दा बढी के गरिदिनु पर्ने? जस्तो यो एनआरआईले के गर्यो अरू होइन? अब इन्भेस्टमेन्टको कुरा गर्नु होला, एनआरएनले यहाँनिर इन्भेस्टमेन्ट गरेको छैन। यहाँ कतिवटा हाइड्रो पावर एनआरएनले गरेको छ, त्यो हिसाबमा राख्नुपर्छ कि पर्दैन? त्यो फेरि अहिले त आइपिओ मार्फत पनि त एनआरएनले धेरै काम गरेको छ, तर अझै पनि धेर गर्ने ठाउँ छ। तर एउटा कुरा सत्य भनौँ, नेपाल गभर्मेन्ट एफटिआई होइन, हजुर एफटिआई फरेन इन्भेस्टमेन्टको निमित्त होइन अनुकूल यहाँको ऐन कानुन छैन, बुझ्नुभयो नि? त्यसैले त्यसलाई सहज बनाउने हो भनेदेखि एनआरएनए थ्रो पनि आउन सक्छ। एनआरएनए आफै त त्यति कति सक्षम छ आफ्नो ठाउँमा रह्यो होइन, तर एनआरएनए मार्फत अरू इन्भेस्टमेन्ट कम्पनीहरूलाई लिएर आउन सक्छ। अहिले त्यो त देखिन्छ नि, कोरियनहरू यहाँ आएको छ होइन, अस्ट्रेलियनहरू आएको छ होइन। एनआरएनको भूमिकाले त्यसरी कमजोर आँक्न मिल्छ? त्यो हो अहिले। जस्तो तपाईँहरूले जसरी यो लगानीको कुराहरूमा छ नि, जस्तो तपाईँहरूले अहिले भोगिरहेको जटिलता के हो, अनि जस्तो यो जुन अहिले एनआरएन नागरिकता भन्यो नि, यसले चाहिँ तपाईँहरूलाई सजिलो भएको छ कि के छ? जस्तो इन्भेस्टमेन्टकै कुराबाट हेर्दाखेरि जस्तो राजनीतिक अधिकार नभए पनि अरू सबै कुराहरू त अधिकार दिएको छ नि होइन त्यो नागरिकता अन्तर्गत, के छ? नागरिकता यस्तो छ, नागरिकता आउनु सकारात्मक पाटो हो। सबैभन्दा सकारात्मक पाटो के छ भनेदेखि यो 2064 को ऐनमा चाहिँ परिभाषा गरिएको छ क्या, सार्क मुलुक बाहेक होइन अन्य मुलुकमा 2 वर्षभन्दा बढी बसेकाहरू एनआरएनए भनिएको छ हो। नेपाल भूपरिवेष्टित मुलुक हो। नेपाल भूपरिवेष्टित मुलुक भएको हुनाले सबभन्दा नेपाललाई जहिले पनि अलिकति समस्याको सम्भावना कहाँबाट हुन्छ भने साउथबाट हुन्छ, नर्थबाट होला होइन। त्यही परिभाषामा चाहिँ सार्क मुलुक बाहेक भनेको छ नि त होइन। त्यसैले एनआरएनए नागरिकता पनि सार्क मुलुकमा बस्ने बाहेकले पाउने हो होइन। सार्क मुलुकमा अहिले 8वटा पर्छ होइन, पछिल्लो समय अफगानिस्तान जोडिएपछि होइन। त्यसो हो भनेदेखि आफ्नो देशभन्दा 7 सिमाना पारी बसोबास गर्ने रहेका नेपालीहरूले देशको लागि कुनै समस्या गर्न सक्छ? सक्दैन नि होइन। अब संसारमा मैले तथ्याङ्क भेट्दाखेरि झन्डै 2-2.5 दर्जन मुलुकले दोहोरो नागरिकता दिन्छ। अनि अरूले दिँदा हुने, नेपालले दिन किन नमिल्ने होइन? कुनै बेला के हुन्थ्यो भनेदेखि यो देशको साँझ सिमाना भनेको तपाईँले बदमास गर्नु भने तपाईँलाई पक्रेर ल्याउन सकियोस्, तपाईँले केही नराम्रो गर्नुभयो भने तपाईँ उप के अरे मुद्दा चलाउन सकियोस् भन्ने हो नि त। अहिले यसलाई चाहिँ के भन्छ भनेदेखि अहिले संसारै एउटा गाउँको रूपबाट चाहिँ नि विकास भएको छ होइन। यो कस्मोपोलिटियन भन्छ यसलाई है। कस्मोपोलिटियन वर्ल्डमा तपाईँ नराम्रो एउटा चाहिँ स्ट्याटस लेखेर अमेरिकामा लुक्नुहोस्, तपाईँलाई त्यहाँबाट चाहिँ डिपोर्ट गरेर यहाँ ल्याउन सकिन्छ। तपाईँ यहाँ मान्छे मारेर मलेसियामा गएर लुक्नुहोस्, तपाईँलाई त्यहाँनिर एरेस्ट गर्न सकिन्छ। भनेपछि देशको सिमानाकै त्यत्रो आवश्यक रहेछ त अहिले छैन नि। कस्मोपोलिटियन वर्ल्ड भनेको चाहिँ यस्तो हो क्या। त्यसैले अहिले चाहिँ हामीले हिजोको परम्परागत सोचबाट होइन फरक
कस्मोपोलिटन हिसाबबाट चाहिँ हेर्न पर्यो क्या। त्यसो गर्दाखेरि संसारै एउटा गाउँ देखिन्छ क्या। गर्दाखेरि दोहोरो नागरिकता दिँदाखेरि पनि हुन्छ। गैर आवासीय नेपाली नागरिकता भनेर त्यहाँ चाहिँ राजनीतिक अधिकार सहितको भयो भने पनि हुन्छ। किनभने साउथबाट कुनै समस्या छैन त्यहाँ है। मैले भने बुझ्नुभयो तपाईँले? त्यसैले अहिलेको हालतमा चाहिँ गैर आवासीय नागरिकता चाहिँ कार्यान्वयनमा जान अलिक गाह्रो भएको छ। त्योभन्दा बेटर अहिले गैर आवासीय नेपाली कार्ड भन्ने पहिलादेखि दिन्छ, त्यही हो उत्तम हो कि जस्तो लाग्ने होइन। तर अब हेरौँ, नागरिकता ऐन भर्खरै पास भएर गएको छ र गैर आवासीय सम्बन्धीको विधेयक चाहिँ अहिले संसदमा चाहिँ नि रोकिएकै छ होइन। संसद विघटन भयो, तर त्यो पारित भएर गएको भएदेखि गैर आवासीय नागरिकताले पनि हामीलाई सहज हुन्थ्यो। यो जस्तै यो एनआरएनएले होइन, जति अब यो इन्भेस्टमेन्टको कुरा त छोडिदिउँ होइन, यो बाहेक चाहिँ प्रपर जस्तो हामी जति पनि देशभन्दा बाहिर बसेका नेपालीहरू हुनुहुन्छ नि, उहाँहरूलाई चाहिँ कसरी चाहिँ जोड्ने कामहरू गरिराखेको हुन्छ, अथवा जस्तो समस्याहरूमा त भनिहाल्नु भयो होइन यहाँले। जस्तो परराष्ट्र मन्त्रालयदेखि एमबिसीसम्म गएपछि त्यहाँ कसैलाई रेस्क्यु गर्नु पऱ्यो भने अन्तिममा गुहार्ने भनेको एनआरएनए जुन देशमा छ त्यो भइहाल्यो होइन। त्यो बाहेक चाहिँ नेपालीहरूलाई एउटा तपाईँ आफै पहिचान पक्षधर पनि हुनुहुन्छ होइन भाषा, किनभने यही देशभित्र त बसाइसराइ गर्दाखेरि भाषा संस्कृतिमा समस्या छ भने यो देशै छोडेर अर्को सिमानामा पुग्दाखेरिको झन् समस्या जटिलता झन् भइरहेको छ। यो स्थितिमा चाहिँ एनआरएनएले गर्ने भनेको खास धेरै प्रपर काम के हो, जस्तो भाषा संस्कृति आफ्नो पहिचानहरूको लागि चाहिँ कसरी काम गर्छ, के छ यसमा, यसको प्रावधानहरू छ कि छैन यस्तो? त्यस्तो भन्दा पनि अब भाषा संस्कृति त जहाँ जहाँ नेपालीहरू पुग्छन् त्यहाँ नेपाल पुगेको हुन्छ। हजुर। त्यहाँ अब नेपाली चाहिँ नि वेशभूषादेखि लिएर भाषादेखि लिएर खानपिनदेखि लिएर संस्कृतिदेखि लिएर सारा कुरा त्यहाँ पुगेको हुन्छ होइन। नेपालको चाहिँ नि यो टुरिज्ममा नेपालको चाहिँ नि एउटा के भन्छ यो इज्जत प्रतिष्ठा बोकेर त्यहाँ पुगेको हुन्छ। यसरी चाहिँ एनआरएनएहरूले चाहिँ स्वदेशप्रति कन्ट्रिब्युसन गरेको हुन्छ। अनि त्यस्तै गरेर अब प्रत्येक देशमा चाहिँ नेपालीहरू एक आपसमा चाहिँ नि अब सङ्गठित भएका छन् र नेपालीहरू मार्फत त्यहाँका स्थानीयहरूसँग सम्पर्क हुन्छ। उनीहरूलाई पनि नेपालको बारे जानकारी दिने, नेपालमा चाहिँ नि घुम्नको निम्ति हामी चाहिँ नि उहाँहरूलाई चाहिँ निम्तो गर्छौँ, उहाँहरूलाई चाहिँ हामी जानकारी दिन्छौँ र हामीसँगको राम्रो सुमधुर सम्बन्धको कारण उनीहरू धेरै घुम्न आउँछन् यहाँनिर। नेपालमा टुरिस्ट पठाउनको निम्ति एनआरएनले एकदमै अहम भूमिका खेल्दै आएको छ। जस्तो अब नेपालमै अब यति लाख चाहिँ टुरिस्ट पुर्याउँछु भनेर सरकारले योजना बनाउँछ नि होइन, त्यसमा कति हिस्सा चाहिँ एनआरएनए हुनुहुन्छ त्यहाँ? जस्तो कति त त्यो पासपोर्ट उहाँहरू त्यहाँको पासपोर्ट लिएर आउँदाखेरि पनि त्यो पनि हाम्रो यहाँ चाहिँ त्यो फरेन त्यो के अरे टुरिस्टमै काउन्ट गरेर हुन्छ नि होइन? यस्तो छ। त्यो त अलिक थोरै मात्रै होला, किनभने अब त्यसरी आउने भनेको दुई चारवटा मुलुकबाट जस्तो अस्ट्रेलिया, युके, अमेरिका आदिबाट अब कतिपय मुलुकबाट त अब त्यो हुनै छैन होइन। केही पर्सेन्ट चाहिँ छ, तर यति नै भन्ने ठुलो चाहिँ देखिन्न। जस्तो यो एनआरएनएको डाटा अनुसार चाहिँ जस्तो अब सायद एसियामा बस्नेलाई इन्डियामा बस्नेलाई हामीले एनआरएनएको क्याटेगोरीमा राख्दैनौँ। त्यो बाहेक चाहिँ अरू देशमा जस्तो मालदिव, श्रीलङ्काहरू बस्नेलाई मतलब सार्कभित्रकोलाई राख्दैनौँ। यो बाहेक चाहिँ कति नेपालीहरू हुनुहुँदो रहेछ अहिले हाम्रो संसारभरि पुगेको? अब अहिलेको तथ्याङ्क अनुसार चाहिँ 80 लाख भनिएको छ। अनि मैले गत वर्षको तथ्याङ्कलाई अलिकति मोनिटर गरेँ क्या, अध्ययन गरेँ। 60,000 जस्तो मान्छे बाहिरिँदो रहेछ एक महिनामा होइन। गर्दाखेरि त्यहाँदेखि पछि सबै हेर्ने हो भने 80 भन्दा अझै बढी हो कि जस्तो पनि लाग्दो रहेछ होइन। मैले त्यो तथ्याङ्क 80 लाखभन्दा बढी विदेशमा छन्, तर तीमध्ये अब कतिपय फर्कन्छन् होइन। सधैँ उतै लामो त नबस्न नि सक्छन्, आउनेको नि त हिसाब गर्नु पर्यो होला होइन। तर इन मेजोरिटी जाने नै बढी देखिन्छ। धेरै चाहिँ अब जस्तो गल्फ देशहरूमा गएकोहरू चाहिँ कुनै न कुनै समय फर्किनै पर्छ उनीहरू होइन। पर्यो। हामी कहाँ जस्तो गएपछि नफर्किने देशको क्याटेगोरीमा चाहिँ अस्ट्रेलिया, युरोपियन देशहरू, अमेरिका, युके हुन् के अरे। तर अब त्यहाँ पनि होइन, संसारमा अहिले बडो हलचल छ धेरै होइन। अहिले युकेमै पनि यो युकेमा रहेका झन्डै 85% मान्छेहरू चाहिँ आइएलआरमा छन् के होइन, इन्डिफिनेट लिभ टु रिमेन भन्नेमा छ। अब अहिले त्यहाँको चाहिँ तेस्रो बिगेस्ट पार्टीले चाहिँ के भनेको छ भने हामी सरकारमा पुग्यौँ भने हामी आइएलआर चाहिँ खारेज गर्छौँ भन्नुको अर्थ त्यहाँका झन्डै 85% नेप्लिजहरू छ नि, उनीहरू त त्यहाँबाट छोडेर आउनुपर्ने हुन्छ होइन।
त्यसैले यो कुनै कुराको ग्यारेन्टी छैन कि। जस्तै अमेरिकामा अहिले डोनाल्ड ट्रम्प चाहिँ आइसकेपछि जुन भयो नि यो कुराको चाहिँ फेरि अरू धेरै देशहरूले यसलाई सिको गरिरहेको जस्तो पनि देखिन्छ होइन। अब के हुन्छ भनेदेखि डोनाल्ड ट्रम्पको कार्यकाल सक्सेस भयो भनेदेखि होइन त्यो युकेमा पनि त्यो आउन सक्छ। किन युके र अमेरिकाको चाहिँ त्यो एकदमै नजिक त्यो राजनीतिक हिसाबबाट पनि सांस्कृतिक हिसाबबाट पनि हरेक हिसाबबाट चाहिँ नजिक हुन्छ। यो विशेष गरेर यो चाहिँ 5 आइज कन्ट्री भन्छ क्या टर्मोलोजी छ एउटा। 5 आइज कन्ट्री भनेको चाहिँ अमेरिका, युके, क्यानाडा, न्युजिल्यान्ड, अस्ट्रेलिया होइन। यिनीहरू चाहिँ अलमोस्ट एउटै प्याटर्न फलो गर्छन् क्या होइन। त्यो हुने सम्भावना छ। अझै त्यो अमेरिका छोडेर उनीहरूको त हेड अफ स्टेट नै एउटैलाई मानिरहेको छ नि त होइन। त्यो अरू बाँकी देशहरूले त हो त। त्यो भएर त अनि उनीहरूको एउटा त त्यहीँको मान्छे त्यहाँ पुगे होइन। जस्तो अस्ट्रेलियामा पनि केही समय अगाडि यस्तो सानोतिनो मुभमेन्ट त्यहाँ पनि चल्यो नि होइन। भनेपछि अहिले यो मुभमेन्टहरूले चाहिँ अथवा डोनाल्ड ट्रम्पले जुन लिएको नीतिले गर्दा चाहिँ बाहिर बसेका नेपालीहरूले आफ्नो ओरिजिन ल्यान्ड चाहिँ छोड्नु नहुँदो रहेछ भन्ने खालको त्यो एउटा हुन्छ नि। अहिले कस्तो छ भने मैले एउटा छुटाउनु नहुने पाटो तपाईँ हामीले के छ भनेदेखि नेपालीहरू जो विदेश गएका छन् उनीहरू चाहिँ कस्तो भने कति यो 8 फिट माथिबाट तल फलाने जस्तो हो क्या। कोही त राम्रो ल्यान्डिङ भयो भने सबलै हुन्छ, सही नै हुन्छ, कोहीको त खुट्टा मर्किन्छ, कतै केही फ्र्याक्चर हुन्छ नि। यो विदेशमा अन्धाधुन्दै जाने जुन नेपाली चाहिँ नि हिम्मत छ नि त्यसलाई त मान्नै पर्छ होइन। सबै मान्छे विदेश गएकोले कहाँ राम्रो गरेका छन्। कोही मान्छे उतै चाहिँ नि के अरे सुसाइड गरेका छन्, उतै चाहिँ डिप्रेसनमा चाहिँ शिकार भएका छन्, जङ्गलमै मान्छे मरेका छन् होइन। जानै पर्छ भन्ने यो नेपालभित्रको एउटा सोसल प्रेसर छ नि, यो चाहिँ अलिक चिन्ताजनक हो। जस्तो मैले यस कतिपयमा कुराहरू गर्छु। जस्तो यहाँ एउटा हामी कहाँ हाम्रो अहिले भन्यो भने एउटा डक्टर अथवा इन्जिनियर भनेको एकदमै राम्रो हो नि त फाइनेन्सियली हरेक अथवा सोसियल स्टेटस अथवा यहाँको पाउने उसले इज्जत होइन। तर त्यही मान्छेसँग कुरा गऱ्यो भने पहिले म बाहिर जानुपर्ने छ यहाँ बस्यो बेकार भनेको एउटा असन्तुष्टि छ नि, त्यो खास के कारण होला? यो चाहिँ त्यो चाहिँ एउटा 2-4 कुराहरू यसको चाहिँ कारक हुनसक्छ। हुन त नेपालमा त्यो इन्स्टिट्युसनै नभएको भन्ने चाहिँ होइन। मान्छेलाई चाहिँ एउटा जागिर चाहिँदो रहेछ। हामीले चाहिँ यो किसानलाई पनि एउटा जागिरको रूपबाट चाहिँ ट्रिट गर्ने हो भने त्योलाई नि कम गर्न सकिएला। तर मेरो आफ्नै व्यक्तिगत म यो फिल्डको स्पेसलिस्ट चाहिँ होइन फेरि है। मेरो आफ्नो उसले चाहिँ के भन्छ भनेदेखि नेपालमा जागिरै नभएको होइन नि त है, जागिरको व्यवस्थापन चाहिँ नभएको। जस्तै युकेमा चाहिँ के हुन्छ भने तपाईँको मानिलिउँ यो स्टुडियोमा हामी कुरा गरिरहेको छौँ होइन, तपाईँलाई यहाँ चाहिँ के अरे 12 घन्टा काम गर्ने मान्छे चाहियो, रुङ्ने मान्छे चाहियो मान्नुहोस् न होइन। तपाईँले 1 जना मान्छे राख्नुहुन्छ हो 12 घन्टा रुङ्नको लागि। तर युकेमा चाहिँ कस्तो हुन्छ भने यसो उनीहरूले चाहिँ बढी चाहिँ हिसाब गर्छ क्या, यो ठाउँमा बाँच्नका लागि कति चाहिन्छ महिनामा होइन, 10,000 चाहिन्छ भने तपाईँले यो 1 जनालाई चाहिँ 20,000 दिनुहुन्छ। युके गभर्मेन्टले 10,000 बाँडेर 2 जनालाई इम्प्लोइ गरिदिन्छ कि यहाँनिर। त्यो जबको व्यवस्थापन भयो नि त हो कि न। 1 जनाले जागिर गर्दाखेरि एउटा परिवार सक्षम हुने भयो, 2 जनालाई इम्प्लोइ गरियो भनेदेखि 2टाको परिवार पालिने भयो होइन। यसरी चाहिँ जब व्यवस्थापन गर्न सक्यो। 1 दोस्रो नम्बर कुरा तपाईँको सोसाइटी सबै एकदमै हार्मोनियस छ, सबै मिलेर बसेको छ होइन। तर 1 जना मात्रै त्यहाँ चाहिँ गरिबीको कारण कुनै पनि कारणले खराब निस्क्यो भने नि त्यो होल टोल गाउँ नै त्रसित आतङ्कित हुन्छ हो कि होइन। त्यसैले त्यो फुर्सद भएको मान्छे अथवा बेरोजगार भएको मान्छेलाई पनि सानो जागिरमा ल्याएर जोड दिनुभयो भने त्यो मान्छे पनि त्यहाँ कन्ट्रोलमा आउने भयो, पुरै त्यो गाउँ बस्ती चाहिँ सुसभ्य हुन्छ हुँदैन। यसरी चाहिँ उनीहरूले हिसाब गरेको मैले चाहिँ देख्छु होइन। यहाँ चाहिँ धेरै खाली बस्यो, कयौँ चाहिँ नि हजारौँ चाहिँ नि होटलहरू छ, हजारौँ चाहिँ नि अरू अफिसहरू छ। त्यहाँ यो प्रकारले जागिरको व्यवस्थापन गर्ने हो भने धेरैभन्दा धेरै इम्प्लोइ हुन्छ नि होइन। हामीले किन त्यो जागिर खाने बित्तिकै धेरै नै कमाउनुपर्छ भन्ने मान्यता होइन कि, एटलिस्ट पालिनु चाहिँ पर्यो कि, पालिनु चाहिँ पर्यो, इन्गेज भयो, इन्गेज हुनु पर्यो। जस्तो अहिले हामी कहाँ चाहिँ कस्तो भने यति धेरै रियाक्टिभ
मान्छेहरू भयो नि प्रोएक्टिभ चाहिँ भएन कि त्यही कुरा एउटा केही कसैले गर्यो भने 10जनाले एउटा केही गर्दैछ भने 100जनाभन्दा बढी चाहिँ गाली गर्ने निस्क्यो नि त। किन भन्दाखेरि त्यो त फुर्सद भयो त्यसलाई इङ्गेज गराउनु पऱ्यो क्या। अब यो खालको चाहिँ नि अलिकति समस्याले गर्दाखेरि मान्छे बाहिरिएका छन्। यहीँनिर त्यो समस्यालाई चाहिँ अलिकति समाधान गर्न सक्ने हो भनेदेखि धेरै मान्छे बाहिर जानुपर्छ भन्ने मानसिकता नै राख्दैन। अर्को कुरा के छ, पछिल्लो समय चाहिँ फेरि यो चेन्ज भएको छ है अहिले हैन। पछिल्लो समय म भन्छु पहिला के थियो भनेदेखि हामी यहाँ आउँदाखेरि विदेशको चिल्लो रोडको चाहिँ तिर्सना हुन्थ्यो अनि विदेशको चाहिँ त्यो मजाको सपिङ मलहरू हुन्छ नि टलटल यसो टल्किने त्यसको चाहिँ तिर्सना हुन्थ्यो हैन। अनि एकदम फास्टेस्ट इन्टरनेटको चाहिँ तिर्सना हुन्थ्यो। अब अहिले त यी सबै कुरा यहीँ छ हैन। सबै कुरा यहाँ भइसकेपछि विदेश जानै पर्छ भन्ने त तिर्सना आउँदैन हेर्नुहोस् है। सबै कुरा यहाँ छ। हामीले धेरै राम्रो गरेका छौँ कि पछिल्लो 5-10 वर्षलाई हेर्ने हो भने नेपालले धेरै प्रगति धेरै विकास गरिएको छ। खालि अब यहाँ चाहिँ के गर्नुपर्ने भयो भने हामी विदेशै जान पर्दैन है अथवा जानु अनिवार्य छैन है भन्ने एउटा मनोविज्ञान चाहिँ बनाइदिनु पर्ने हो क्या। त्यति हो। अब हामी तपाईँको अलिकति साहित्यतिर पनि साहित्यको कुरा गरौँ होइन। यहाँले विशेष गरी साहित्यको कुन विधामा चाहिँ कलम चलाउनुहुन्छ? म चाहिँ नियात्रासम्म अलिक बढी हो। साहित्यकारले लेखक भएपछि सबैले जे पनि लेखिहाल्छ होइन। म नियात्रा चाहिँ अलिक भनेको तपाईँको एकदम विशेष तपाईँले दखल राख्ने अथवा रुचि राख्ने क्षेत्र चाहिँ मेरो नियात्राको 2-3वटा पुस्तक प्रकाशित छ। मेरो पोलिटिकलको चाहिँ नि पुस्तक यो निष्पक्ष संविधान समृद्ध नेपाल भन्ने 2014 सालमा पब्लिस छ। त्यहाँदेखि पछिल्लो लास्ट इयर मात्रै चाहिँ मेरो मास्टर्सको डिजर्टेसन चाइना इज नट रिप्लेसिङ अमेरिका भन्ने मेरो त्यो चाहिँ नि पुस्तक पब्लिस छ। र म चाहिँ बढी साहित्यिक फिल्डमा काम गर्छु। यो नेपाली लिटरेचर.com भन्ने चाहिँ सम्भवतः नेपालको साहित्य इतिहासमा दोस्रो सिनियर चाहिँ वेबसाइट हो। त्यो कन्टिन्यू चलिरहेको छ। यो 61-62 सालदेखि कन्टिन्यू म चलाउँदै आएको छु। र साहित्यिक क्षेत्रमा म सधैँभरि नजिक रहेर काम गर्छु। यति हो। यो नियात्रा र यात्रा संस्मरण चाहिँ उस्तै हो कि एउटै हो नि हैन? स्पर्श पनि भनिन्छ। हजुर एउटै हो। जस्तो यो बाहिर बसेर चाहिँ यो साहित्यिक गतिविधिहरू गर्नु अथवा साहित्यमा आफू चाहिँ सक्रिय हुनुलाई चाहिँ कतिको सहज हुन्छ? झन् सहज हुन्छ। किन तपाईँ यहाँ भइसकेपछि काठमाडौँमा तपाईँहरूलाई कति धेरै डिस्टर्ब हुन्छ है। अब आज चाहिँ कोही मान्छे हस्पिटलमा छ भने हेर्न जानु पर्यो। ए लो फल्ना चाहिँ नि अब आर्यघाटमा लाँदैछ जानै पर्यो। अनि अर्को साथी आइपुग्छ चोकमा निस्किनै पर्यो होइन। तपाईँहरूलाई एकदम डिस्ट्र्याक्सन हुन्छ नि होइन। काठमाडौँमा डिस्ट्र्याक्सन हुन्छ। तर विदेश हुँदाखेरि चाहिँ त्यो सम्भवै छैन होइन। त्यसैले बरु विदेशमा चाहिँ फ्री भयो कि साहित्यमा फ्री भन्दा पनि अलिकति डिस्ट्र्याक्सन कम हुन्छ। जस्तो तपाईँले त्यो तपाईँको नियात्राको चाहिँ हुन्छ नि जस्तो नेपालदेखि बेलायतसम्म जोडेर गर्नुभएको म त हेर्नुहोस् जागिरको सिलसिलामा कम्तीमा 35वटा जस्तो देश गइयो होला 35-40 अनि अरू मेरो प्राइभेट गर्दाखेरि लगभग 50-51 पुग्यो होला। मेरो चाहिँ प्रायः जति मुलुकमा गयो त्यहाँको त्यो मुलुक र नेपालको चाहिँ कम्पेरिजन गर्ने चाहिँ मेरो चलन छ। अनि तपाईँले जस्तो त्यहाँ बसिरहेका नेपालीहरूको जस्तो नियात्रा लेख्ने क्रममै उनीहरूको स्ट्याटसहरू उनीहरू कस्तो स्थितिमा छन् के छन् ती कुराहरूलाई पनि बिम्बात्मक रूपमा प्रयोग गर्नुहुन्छ कि कसरी के गर्नुहुन्छ? होइन त्यसरी त गर्न पऱ्यो नि त। अब साहित्य भनेकै सौन्दर्य होला कोसिस। तर नियात्रा चाहिँ साहित्य भन्दा पनि यथार्थ हुने होइन? यो त रियल कुरा गरिन्छ कि नियात्रामा? होइन त्यो दुइटै हुन्छ त्यसमा। कतिपय त्यहाँ तथ्यहरू पनि उल्लेख गर्नु फिक्सनल पनि हुन्छ नियात्रा हुन्छ 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 तर बिम्बात्मक बनाएर नि लेख्न सकियो नि। जस्तो तपाईँले अहिलेसम्म घुमेर नियात्रा लेखेअनुसार अथवा यति 40-50वटा देश पुग्दाखेरि चाहिँ नेपालीहरू एकदमै राम्रोसँग बसेको राम्रो त्यो नेपालीलाई एकदम सहज भएको चाहिँ कहाँ रहेछ? कुन देशमा रहेछ? कुन चाहिँ फिल्डमा भन्ने कुरा क्या। अब जस्तो हेर्नुहोस् है म 99मा फिजीमा गएको थिएँ। फिजीको बारे मैले मेरो पुस्तकमा लेखेको छु। त्यो पुस्तकका आधारमा पनि केही मान्छेहरू फिजीमा पुगेर त्यहाँको डकुमेन्टेसन बनाएर आइसके डकुमेन्ट्री बनाएर आइसके हो। अब यो संसार घुम्दै अन्य देश घुम्दै गर्दा संसार त साराले घुमिएको छ है। सबैभन्दा धेरै मलाई लाग्छ गायकहरूले घुम्छन् क्या। हजुर हजुर संसारभर सबभन्दा धेरै घुम्ने गायकहरू है।
अब मेरो यात्रामा चाहिँ के देखेँ भने ठ्याक्कै त्यो सुरुमा मान्छेहरू जाँदाखेरि कुन कुरामा इस्टाब्लिस भयो एक दुईजना नेपालीहरू त्यही पेसामा लागेका छन् के। तपाईँ जापान जानुभयो भने सबभन्दा धेरै नेपालीहरू सेफ छ हो। तपाईँ थाइल्यान्ड जानुभयो भने सबभन्दा धेरै नेपालीहरू सिलाइ बुनाइमा छ, त्यो टेलरिङमा छ हो। तपाईँ मलेसिया जानुभयो भने सबभन्दा धेरै फ्याक्ट्रीमा काम गर्छ हो। तपाईँ युके जानुभयो भने सबभन्दा धेरै सिक्युरिटीमा काम गर्छ होइन। यसरी देश परिस्थिति अनुसार सुरुमा नेपाली कुन कुरामा चाहिँ इस्टाब्लिस भयो त्यसमा बढी नेपालीहरू भएको देखिन्छ। जस्तो काठमाडौँको उदाहरण हेऱ्यो भने जस्तो शेर्पाहरू छ कहाँ जान्छ बौद्धतिर बढी बस्छ किन सुरुमा त्यहाँ आयो। जस्तो झापातिरको मान्छेहरू उनीहरू भयो भने अनामनगरतिर बानेश्वर भने जस्तै होला होइन। त्यो पनि सुरुमा गएर जसले चाहिँ सुरुमा काम गरे पछि उसलाई पछ्याउँदै जाने त्यस्तो देखिन्छ। अब अलि अब साहित्यिक के छ तपाईँको, के गर्दै हुन्छ नयाँ के ल्याउँदै हुनुहुन्छ? अब हेर्नुहोस् यो साहित्यको त मैले भने नि म काइन्ड अफ रिसर्चर जस्तो। मैले चाहिँ अब तपाईँलाई भन्नै पर्दाखेरि अब हामीले बोल्ने यो भाषा छ नि, हजुर यो भाषालाई चाहिँ तपाईँ के भाषा भन्नुहुन्छ? खस अथवा नेपाली भाषा होइन, दुइटै गलत हो तपाईँले होइन। यो कहिलेदेखि नेपाली भन्न थाले थाहा छ होइन? 1832बाट के अरे होइन। अनि यो भाषालाई चाहिँ नि नेपाली भाषा भनेपछि कसले के अरे अपमान र चाहिँ नि नोक्सानी बिहोर्नु परेको छ याद गर्नु भएको छैन नि हगि। त्यसैले मैले यसलाई चाहिँ रिसर्च गर्ने क्रममा हामीले अहिले तपाईँ र मैले यो बोलिरहेको भाषालाई चाहिँ खस जुम्ली भाषा भन्नु सबभन्दा सुइटेबल हुन्छ। तपाईँ खसान क्षेत्रको इतिहास त त्यता हो तपाईँको विरासत होइन। के रहेछ भनेदेखि खस भाषा कुनै बेला सिन्जा उपत्यकाबाट सुरु भएको भयो हो। त्यो खस भाषाबाट चाहिँ 3टा के अरे उपभाषा विकास भयो हो। कसैले यसलाई 11वटा उपभाषा भनेर चाहिँ मान्छन्। त्यो मध्ये एउटा उपभाषा चाहिँ खस जुम्ली हो, खस बैतेडेली, खस डोटेली भनिन्छ होइन। तर हामीले अहिले बोलिरहेको यो भाषा चाहिँ जुम्लेलीसँग चाहिँ जुम्ली भाषा बोल्नेहरूले चाहिँ 75% चाहिँ सेम बोल्दा रहेछन् क्या। बुझ्नु 75% सेम बोल्छ। त्यसैले यो चाहिँ 2016 सालको एउटा तथ्याङ्क एउटा रिसर्चले चाहिँ बताएको कुरा है। 75% भाषा मिल्छ। तर बैतडी र बझाङ्गी डोटेली कुमाउनीहरूसँग यो मिल्दैन त्यति धेरै। त्यसैले अब यो खस भाषा नै हो त? त्यो पनि होइन। खस भाषा चाहिँ सुरुवात मात्रै भयो क्या, बुझ्नु भएन? अहिले खस भाषा आफै चाहिँ फेरि लोप उन्मुख स्थितिमा छ। त्यसैले नेपाल सरकारले अहिले त्यसलाई चाहिँ संरक्षण गर्नुपर्ने भाषाको रूपबाट चाहिँ राखेको छ है। तर खस भाषैबाट विकसित भएको उपभाषा खस जुम्लीसँग चाहिँ यो भाषा मिल्दो रहेछ। त्यसैले यसलाई चाहिँ हामीले खस जुम्ली भाषा भन्नु सान्दर्भिक हो भनेर चाहिँ मैले एउटा तथ्याङ्क चाहिँ राखेको छु। मैले अभियान पनि राखेको छु। अब यसलाई खस जुम्ली भाषा भनियो भनेदेखि नेपाली भाषा भनिनु भएन होइन। यहाँ एउटा अर्को इन्ट्रेस्टिङ पाटो के छ भने इन्डियामा धेरै यो भाषा बोल्ने मान्छेहरू छन् हो। उनीहरू नेपाली हो होइन, इन्डियन सिटिजनसिप बोक्छ होइन। तर उनीहरूले यो हामीले बोल्ने भाषा बोल्ने भएको हुनाले उनीहरू चाहिँ नेपाली भाषी भन्छ। हजुर अब सिक्किम आसामका चाहिँ मान्छे तल के अरे मुम्बईतिर गए महाराष्ट्रतिर गयो भने यो भाषा बोलेको थाहा पाएर उनीहरूले चाहिँ नेपालबाट आएको भनेर उनीहरूले अपमान गर्ने गरेको पाइन्छ हेर्नुहोस्। तर नेपाली भाषा भन्नुको सट्टा म चाहिँ खस जुम्ली भाषा बोल्छु भनेको भएदेखि त ऊ त नेपालबाटै आएको भन्ने त हुँदैन होइन। किनभने नेपाल देश हुनुको कारणले यो नाम नेपाली राखिया छ नि त, त्यो गलत भएको छ कि है। त्यसैले त्यो इन्डिया म्यानमारतिर भएका कतिपयलाई चाहिँ अपमानित हुनुबाट पनि त्यो बच्छ क्या। त्यसैले यसलाई चाहिँ खस जुम्ली भाषा भन्नु चाहिँ सबभन्दा सुइटेबल भन्ने मेरो एउटा फाइन्डिङ छ। दोस्रो फाइन्डिङ के छ भनेदेखि धेरै मान्छेलाई अहिले पनि भ्रम के छ भनेदेखि नेपाली हुनका लागि यो अहिले हामीले बोलेको भाषै बोल्नुपर्छ भन्ने एउटा सामाजिक दबाब छ नि, त्यो गलत हो। नेपाली यो भाषा नजाने पनि शेर्पा भाषा मात्रै बोल्छ, लिम्बू भाषा मात्रै बोल्छ भने ऊ पनि नेपाली हो होइन। त्यसैले त्यो दबाब पनि घट्छ, बुझ्नुभयो नि। त्यसैले यो भाषिक औपनिवेशीकरण होइन ल्याङ्ग्वेज कोलोनिजमलाई डिकोलोनाइज गर्नका निमित्त पनि
यसरी हामीले सोच्नुपर्छ भनेर म चाहिँ अहिले रिसर्च गरिरहेको छु। एकदमै राम्रो कुरा गर्नुभयो यहाँले होइन, नयाँ कुरा अनि हो त, न त हामीले अब बुझ्दाखेरि नेपाली भन्यो, मातृभाषा के नेपाली भन्यो, तर यसलाई त यो त अहिले नेपालभित्रको सबैभन्दा ठुलो सम्पर्क भाषा पो हो त यो त होइन, तर यो त सबैको त मातृभाषा त होइन नि त होइन। हुन्छ, यहाँको समयको लागि रमाइलो कुराकानी भयो। दर्शक पनि आज हामीले द शेर्पा टाइम्समा विश्वदीप तिगेलासँग कुराकानी गऱ्यौँ। उहाँ चाहिँ पूर्व ब्रिटिस आर्मी पनि हुनुहुन्छ, भाषाको अथवा संस्कृति अथवा पहिचानको पक्षधर पनि हुनुहुन्छ र विशेष गरी उहाँले चाहिँ एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद अन्तर्गत रहेर चाहिँ विभिन्न देशमा रहेका नेपालीहरूका सङ्गठन अथवा नेपाल त्यो एनआरएनएको सदस्य राष्ट्रहरूको चाहिँ विविध पक्षमा उहाँले हेरिरहनु पनि भएको छ। विशेष गरी आफै साहित्यमा पनि संलग्न हुनुहुन्छ। नियात्रा विशेष गरी उहाँको चाहिँ साहित्यको एउटा विशेष उहाँले दखल राख्ने चाहिँ विधा हो। र आज हामीले उहाँसँग बेलायतदेखि नेपाल यो जेनजी आन्दोलन लगायतका विविध पक्षमा कुराकानी गऱ्यौँ र यस्तै कुराकानीका लागि तपाईँहरूले हाम्रो च्यानललाई लाइक, कमेन्ट र सब्सक्राइब गर्न सक्नुहुनेछ। नमस्कार।